सबैजनामा नमस्कार। आज म चाहिँ नि यो ड्राई नट्स को लागि चाहिने सामग्रीहरू देखाउँदैछु। यो ड्राई नट्स जुन शरीरको लागि एकदमै फाइदाजनक हुन्छ। यसमा मैले चाहिँ नि टेरिटरीको ड्राई फ्रुट्सहरू राखेर बनाउन जानेछु। यिनीहरू सबलाई मैले रोस्ट गरेको छु। ओखर, मगज, किसमिस, काजु, मरिचे बदाम, चना, अनि यो मखाना, बदाम, बास्नाको लागि यो सुकमेल, अनि पम्किन सीड, सेतो तिल, आलस, नरिवल, अनि यो सबै मैले चाहिँ नि गुडमा बनाउन लागेको छु। यसले गर्दा यो धेरै गुलियो पनि हुँदैन, जसले गर्दा जो कोहीले पनि खान सकिन्छ। यदि तपाईहरु कसैलाई चाहिएको खण्डमा अर्डर पनि गर्न सक्नुहुन्छ।